हेलो हेलो नमस्ते। आराम हुनुहुन्छ होला? म पनि आरामै छु। के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, स्वस्थ व्यस्त हुनु होला। स्वस्थ व्यस्त आराम छ जस्तो लाग्छ तपाईँहरू सबैजनालाई। अनि हिजो आज कोरियाको कुरा गर्नुपर्दा कोरियामा चाहिँ बिस्तारै चिसो बढ्दैछ। त्यस्तो साह्रै चिसो चाहिँ बढिसकेको छैन, तर बिहान र राति अनि बेलुका चाहिँ चिसो बढिसक्यो गाइजहरू। अनि जे होस्, यो बेला पनि कोरियाको वातावरणहरू चाहिँ एकदम सुन्दर चाहिँ देखिन्छ। ठ्याक्कै हिजो आज पनि त्यो चिसो बढ्ने बेला पनि यो यहाँको प्राय कोरियामा पाइने रुख बिरुवाहरूले चाहिँ पातहरू चाहिँ त्यो फेर्ने चाहिँ होइन, तर चाहिँ त्यो जस हरियो भए त अरू अझै पहेँलो टाइपको कलरहरू आउँछ, जस्तै तपाईँहरू हेर्न सक्नुहुन्छ यसरी। हाम्रोतिर चाहिँ नेपालमा चाहिँ प्रायः यस्तो हुँदैन होइन। पात झर्ने बेला चाहिँ कालो भएर सुक्दै झर्छ भने यहाँ चाहिँ धेरै रुख बिरुवाहरू चाहिँ पहेँलो भएर अनि 15-20 दिन चाहिँ जोस् हेर्ने लायक भएर चाहिँ झर्छ। यो चाहिँ सुवान युनिभर्सिटीको गराउनु भइहाल्यो। यो प्राय देखिने भवनहरू चाहिँ सबै सुवान युनिभर्सिटीकै भवनहरू हो। कहिलेकाहीँ चाहिँ हामीहरू पनि यो वरपर फुटबलहरू भलिबलहरू त खेल्ने गरिन्छ। हिजो चाहिँ जोस् मौसम चाहिँ त्यस्तो साह्रो चिसो पनि छैन अनि गर्मी पनि छैन, जोस् आनन्द छ। रुखहरू चाहिँ अब सुक्न थालेछ, तर पनि सुक्न थाल्यो भने पातहरू चाहिँ अब पहेँलो हुँदै गइरहेछ, दामी देखिन्छ। तपाईँहरूलाई चाहिँ यो वरपरको हिजो आज जाडो बढ्न थालेपछि यो वरपरको वातावरणहरू चाहिँ देखाउँदैछु, हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ। यदि फर्स्ट टाइम चाहिँ यो मेरो भ्लग या भिडियो जे भने पनि हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। यो युनिभर्सिटी चाहिँ यो पनि युनिभर्सिटीकै शिवम थ्याक्कै पुरानो ब्लक हो। त्यस दामी छ यो पनि। अनि मैले परसम्म केटाहरू चाहिँ 2-4जना साथीहरू चाहिँ अगाडि माथितिर गइसकेको छ। अब अनि परतिर जानु पर्यो भनेर हिँडिरहेको छु गाइजहरू। अनि नेपालमा रहनुहुने साथीभाइहरूले चाहिँ तिहार चाहिँ रमाइलोसँग मनाउनु भयो होला। कतिपय साथीभाइहरू होइन, धेरै नेपालीहरू त अब विदेशमा हुनुहुन्छ। विदेशमा आफ्नो यात्राहरू भरपुर तरिकाले अगाडि बढाइरहनु भएको छ। तपाईँहरूले चाहिँ आफ्नो फ्यामिलीसँग सँगसँगै अब तिहार मनाउन पाउनु भएन होइन। अब मलाई जस्तो तपाईँहरूलाई पनि कतिपय साथीहरूलाई चाहिँ एकदम दुःख लाग्यो होला, तर पनि ठिकै छ। नेक्स्ट वर्षहरूमा चाहिँ फेरि हामी सँगै मनाउन पाइहाल्छौँ। त्यसमा चाहिँ कति पनि दुःख चिन्ता नलिनु होला र आफ्नो कामप्रति जिम्मेवारी भएर चाहिँ आफ्नो स्वास्थ्यको पनि ख्याल गर्दै कामहरू चाहिँ अगाडि बढाउनु होला भन्ने अनुरोध गर्न चाहन्छु। अनि अरू त के भन्नु गाइजहरूलाई होइन। यहाँ चाहिँ यता पनि दामी छ गाइजहरू, यता पनि हेरौँ न त एकचोटि परसम्म। यो अब यो जाडो बढेसँगै फेरि
यिनीहरू यो रुखहरू चाहिँ फुल्छ होइन, त्यति बेला पनि एकदम सुन्दर देखिन्छ। यो पनि अब को गौरी बनला आयो भने त यिनीहरू पनि फुलहरू नै हो। यिनीहरू पनि बवाल फुल्छ, दामी देखिन्छ। अनि नेपालको हिजोआजको स्थिति हेर्दाखेरि एकदम के भन्ने एकदम अचम्म लाग्दो छ होइन। अब जेनजी प्रोटेस्टले गर्दाखेरि एकदम विध्वंसकारी ढङ्गले मानवीय तथा भौतिक क्षतिहरू चाहिँ एकदम धेरै भयो। अब भौतिक क्षतिहरूलाई चाहिँ फेरि पुनः निर्माण चाहिँ गर्न सकिन्छ, तर पनि त्यो मानवीय क्षतिहरूलाई त हामी सबैले आफ्नो दिमाग बल जे जति अब आर्थिक नैतिक जे लगायो भने त्यो होइन, त्यो मानवीय क्षतिलाई त फेरि हामी फिर्ता लिन सक्दैनौँ। त्यो भएको कारणले गर्दा पनि यो जुन अहिलेको राज्य सत्ताले हाम्रो नागरिकप्रति जुन प्रकारको विध्वंसकारी हत्या गर्यो त्यो एकदम दुःख छ, निन्दनीय छ। शब्दले त व्यक्त नै गर्न सकिँदैन कतिपय कुराहरू। त्यस्तै अहिलेको जुन प्रकारको मानवीय क्षति छ त्यसलाई त हामी शब्दले व्यक्त गर्नै सकिँदैन। जे भए पनि फेरि हामी हामीले फेरि मनलाई दरिलो साथ नियन्त्रण गर्न त सक्नुपर्छ त्यो गल्तीहरूलाई। तपाईँ हामी सबैले स्वीकार्दै फेरि हामी देश विकासको लागि चाहिँ तपाईँ हामी सबैजना मिलिजुली फेरि एकपल्ट उठ्नु त अनिवार्य छ भन्दै साथीहरू, आजको यो भिडियो अन्त गर्न चाहन्छु। नेक्स्ट भिडियोहरूमा भेट हुने छ। अब त्यस्तो राम्रो भिडियो चाहिँ गराउन आउँदैन कार्यव्यस्तताले, र अरू त्यो प्रकारको स्किल पनि छैन। र अलिकति यसो टाइम भएको बेलामा घुम्नु गर्ने बेलामा यसो होइन मन अलिकति चाहिँ अलिकति के भन्छ त्यसलाई अशान्ति भएको बेलामा यसो होइन भिडियो मार्फत आफ्नो मनमा लागेका कुराहरू गुनासोहरू पोखौँ भनेर हो। परदेशी जिन्दगी यस्तै छ गाइजहरू होइन। अब